नमस्ते गुड मर्निङ सबैजनालाई। आज चाहिँ म फेरि यहाँनिर बुढा सुब्बा मन्दिर दर्शन गर्न आइपुगेको छु। हजुरहरूलाई यहाँको दृश्य देखाउनु अझै जस्ट स्टे ट्युन। ओके, पूर्णले धागो बाँध्नु भएको है यिनीहरू चाहिँ। यो बुढा सुब्बा भनेको चाहिँ हाम्रो किराँतहरूको पुर्खा हुनुहुन्छ, उहाँ राजा हुनुहुन्छ होइन। उहाँको यो चाहिँ यो च्यान हो है वास्तवमा चाहिँ। उहाँको खुन जुन थियो हामी किराँतहरूको पनि त्यही खुन बगिरहेछ। सो हामी चाहिँ हाम्रो पितृ मान्छौँ उहाँलाई है। उहाँ चाहिँ हाम्रो सुब्बेनी हुनुहुन्छ। सुब्बेनी अर्थात् किराँत चेलीको पूजा गर्न आउँदाखेरि चाहिँ पोथी, अन्डा, बाटेको धुप र रक्सी लिएर आउनुपर्छ। अनि यहाँनिर चाहिँ जोखाना हेरिन्छ है। सो हजुरले पनि आफ्नो घरमा के भएछ भने जोखाना हेर्न आउनु सक्नुहुन्छ। बुढा सुब्बा भनेको चाहिँ किराँतहरूको अन्तिम राजा बुद्धिकर्ण राईको चाहिँ यो च्यान हो खासमा है। उहाँ भगवान हुनुहुन्न। सो उहाँको च्यानलाई चाहिँ हामी किराँत समुदायले चाहिँ पितृ भनेर पुज्ने गर्छौँ। तर अहिले चाहिँ सम्पूर्ण जात जातिका मानिसहरू आएर पूजा गर्नुहुन्छ, खुसी लाग्छ है। अनि यो चाहिँ बुढा सुब्बा मन्दिरको पार्क हो। यहाँ चाहिँ पूजा गरिसकेर टक्क आरामसँग बस्ने हो अनि घर चल्दिने है। चाहिँ धरान आउँदाखेरि चाहिँ बुढा सुब्बा चाहिँ अनिवार्य रूपमा आएर दर्शन गर्नु होला है। हाम्रो किराँतहरूको राजा हुनुहुन्छ उहाँ। गाइस बाई, सी यू नेक्स्ट भिडियो। हैव अ वन्डरफुल डे।